जति बेला भगवान् महादेवलाई चाहिँ राक्षसले खेदेको थियो नि, भगवान् महादेव यहाँबाट भित्र छिर्नुभयो। जति बेला यहाँ नन्दी भगवान्लाई राखेर यहाँ शङ्ख राखेर उहाँ अगाडि बढ्नुभयो। यदि राक्षस मलाई खेद्दै आयो भने यो शङ्ख फुटेर काटिदिनु है भनेर राखेको सङ्केत शङ्ख है। नन्दी कहाँ छ? धरेन्द्र नन्दिनी विलास बन्धु बन्धुरस्फुरद्दिगन्त सन्तति प्रमोदमान मानसे कृपा कटाक्ष धोरणी निरुद्ध दुर्धरापदि क्वचित् दिगम्बरे मनो विनोदमेतु वस्तुनि जटाभुजङ्ग पिङ्गल स्फुरत्फणामणि प्रभा कदम्ब कुङ्कुमद्रव प्रलिप्त दिग्वधूमुखे मदान्ध सिन्धुरस्फुरत्वगुत्तरीय मेधुरे मनो विनोदमद्भुतं बिभर्तु भूतभर्तरि ॐ नमः शिवाय। सदा शिवं भजाम्यहं सदा शिवं भजाम्यहं ॐ नमः शिवाय। त्यो चाहिँ के पद्धति रहेछ भन्दाखेरि तल मुनिबाट चाहिँ शिव चाहिँ भाग्दै भाग्दै आएर हाम्रो शिवजी राक्षससँग भाग्दै भाग्दै आएर यहाँबाट चाहिँ माथि गएको रहेछ होइन। यहाँबाट माथि निस्किनु भएको रहेछ र शिवजीको पाइला चाहिँ भाग्ने क्रममा यहाँनिर छ है। यो चाहिँ शिवजीको पाइला हो। सो यहाँबाट टक्क टेकेर उहाँ चाहिँ यस्तो गरेर माथि निस्किनु भएको थियो। यो चाहिँ यो गुफा हो है। पञ्चसायकं नमन्निलिम्पनायकं सुधामयूखलेखया विराजमान शेखरं महाकपालि सम्पदे शिरोजकालमास्तु।